हेलो एभ्रिवान। आज चाहिँ हामी थर्ड डेमा छौँ हाम्रो कम्प्युटर इन्जिनियरिङको लोकसेवा अन्तर्गतको क्लासमा। आज चाहिँ हामी च्याप्टर 10 को सेड्युलिङ सब टपिक 10.2 को सेड्युलिङ बारेमा चाहिँ हामी डिस्कस गर्नेछौँ। अब यो सेड्युलिङ अन्तर्गत चाहिँ हामीले डिस्कस गर्नुपर्ने कुरा प्रोसेस सेड्युलिङ, त्यसपछि सेड्युलर भनेको के हो, त्यसपछि हामीसँग सेड्युलर कुन कुन हुन्छ, लङ टर्म सेड्युलर, मिडल टर्म सेड्युलर र सर्ट टर्म सेड्युलर। अब सुरु गरौँ सेड्युलिङबाट। म सँगसँगै नोट पनि लेख्दै जान्छु, हजुरहरू पनि नोटहरू गर्दै जानु होला। एक्टिभिटी अफ द प्रोसेस म्यानेजर that handles the removal of the running process from CPU and selection of another process on the basis of particular strategy। अब के रहेछ त्यो प्रोसेस सेड्युलिङ भनेको? प्रोसेस सेड्युलिङ भनेको के रहेछ भन्दा एउटा यो यस्तो एक्टिभिटी हो जुनमा चाहिँ प्रोसेस म्यानेजरको यस्तो एक्टिभिटी हो जसले चाहिँ के ह्यान्डल गर्छ भन्दा सिपियुमा चाहिँ कुन प्रोसेसलाई चाहिँ निकाल्ने, हैन, कुन प्रोसेसलाई चाहिँ अहिले करेन्ट प्रोसेसलाई चाहिँ निकाल्ने, कुन प्रोसेसलाई चाहिँ सिपियु टाइम दिने भन्ने कुरा चाहिँ यसले कुनै एउटा पर्टिकुलर स्ट्र्याटेजी लगाएर गर्छ भने त्यसलाई प्रोसेस सेड्युलिङ भनिन्छ। प्रोसेस सेड्युलिङ शब्द नै सेल्फ एक्सप्लेनेटरी छ। के भन्छ भन्दा कुनै पनि प्रोसेसलाई सिपियुमा रन गर्नको लागि अथवा सिपियुमा त्यो प्रोसेसलाई चलाउनको लागि चाहिँ केही न केही आधारमा त हामीले त्यो प्रोसेस सेलेक्ट गर्नु पऱ्यो। ऱ्यान्डमली प्रोसेसहरू त अब नर्मली ऱ्यान्डमली गएर हामीले प्रोसेसहरूलाई सिपियु दिएर त भएन, कुनै न कुनै एउटा आधार चाहियो त्यसको लागि। हो त्यो प्रोसेसलाई नै, त्यो ओभरअल प्रोसेसलाई नै के भनिन्छ भन्दा सिपियुलाई चाहिँ प्रोसेस दिने सिपियुलाई त्यो प्रोसेस चाहिँ कुन प्रोसेसलाई रन गर्ने अनि कसलाई चाहिँ हटाउने भन्ने कुरा चाहिँ त्यो सेलेक्ट गर्ने तरिकालाई नै के भनिन्छ भन्दा प्रोसेस सेड्युलिङ भनिन्छ। अब प्रोसेस सेड्युलिङको मेन एम के हो भन्दा मेन एम अफ प्रोसेस सेड्युलिङ इज टु किप द हाम्रो सिपियुलाई जहिले पनि बिजी राख्ने, बिजी all the time and to deliver minimum रेस्पोन्स टाइम। सधैँ बिजी राख्यो भने त्यसको एफिसियन्सी सबैभन्दा बढी हुन्छ, एफिसियन्सी बढ्छ, एफिसियन्सी बढ्ने बित्तिकै रेस्पोन्स टाइम चाहिँ घट्छ। फर अल द प्रोग्राम्स रेस्पोन्स टाइम, कुनै पनि प्रोग्रामको रेस्पोन्स टाइम घट्न जान्छ। फर अचिभिङ दिस सिपियु मस्ट अप्लाई अप्रोप्रिएट। अब सिपियुले के गर्नुपर्छ भन्दा यो हाम्रो रेस्पोन्स टाइमलाई चाहिँ एकदम कुनै पनि एउटा प्रोग्रामको रेस्पोन्स टाइम घटाउनको लागि, हैन, सिपियु त होल टाइम बिजी हुनु पऱ्यो। त्यसको लागि त सिपियुले चाहिँ के चाहिँ अप्रोप्रिएटली म्यानेज गर्नुपर्छ भन्दा एप्रोप्रिएट रुल्स फर स्वापिङ, कुन चाहिँ प्रोसेसलाई कतिखेर बाहिर निकाल्ने र भित्र लैजाने, स्वापिङ प्रोसेसेस इन एन्ड आउट अफ सिपियु। कुन टाइममा कुन प्रोसेसलाई सिपियु भित्र लैजाने, कुन टाइममा कुन प्रोसेसलाई सिपियु बाहिर ल्याउने भन्ने कुराले नै के चाहिँ हाम्रो निर्धारण गर्छ भन्दा यो सिपियु चाहिँ म्याक्सिमम पर्फर्मेन्स अथवा मिनिमम रेस्पोन्स टाइम, हैन, रेस्पोन्स टाइम कुनै पनि एउटा प्रोग्रामले चाहिँ सिपियुमा रेस्पोन्स टाइम एकदम घटाउनको लागि यसले हामीलाई हेल्प गर्ने भयो। अब हामीले चाहिँ यो सिपियुको प्रोसेस सेड्युलरहरू चाहिँ कहाँ हुन्छ भन्ने कुरा चाहिँ हामी प्रोसेसको आर्किटेक्चरबाट बुझौँ, प्रोसेस स्टेटको आर्किटेक्चरबाट। हामीसँग सुरुमा रेडी प्रोसेस थियो, रेडीबाट रनिङ प्रोसेस छ, रनिङ पछि यहाँ वेटिङ अर ब्लक्ड यहाँ छ, त्यसपछि हामीसँग न्यू यहाँ छ, अर्को छ हामीसँग एक्जिट भन्ने यहाँ छ। अब हामीलाई प्रोसेस सेड्युलरहरू कुन कुन ठाउँमा चाहिँ काम लाग्छ, यो डायग्राम हजुरहरूलाई याद नै होला। यो हाम्रो केमा थियो भन्दा यो स्टेट्सहरूमा थियो, हैन। अब यहाँ के हुन्थ्यो, यहाँ सेड्युल हुन्थ्यो, कुनै पनि प्रोसेस यहाँ सेड्युल हुन्थ्यो अथवा डिस्प्याच हुन्थ्यो,
हैन। यहाँ चाहिँ कुनै पनि प्रोसेस क्रिएट भइसकेपछि सुरुमा चाहिँ नयाँ हुन्थ्यो प्रोसेस, त्यसपछि त्यो रेडी स्टेटमा जान्थ्यो, प्रोसेस कम्प्लिट भइसकेपछि एक्जिट हुन्थ्यो हैन। प्रोसेसमा चाहिँ अब यदि त्यसमा रनिङ प्रोसेसमा आइओ रिक्वेस्ट आयो भने त्यो चाहिँ वेटिङ स्टेटमा जान्थ्यो र आइओ कम्प्लिट हुने बित्तिकै त्यो फेरि रेडी स्टेटमा जान्थ्यो। अब हामीसँग तीनटा टाइपको सेड्युलरहरू छ। एउटा लङ टर्म सेड्युलर, एउटा सर्ट टर्म सेड्युलर र अर्को छ हाम्रो लङ टर्म, सर्ट टर्म र मिडल टर्म सेड्युलर। अब यो प्रोसेस स्टेट्सहरूमा चाहिँ कहाँ त्यो सेड्युलरले काम गर्छ। एउटा सेड्युलर चाहिन्छ हामीलाई न्यू स्टेटबाट रेडी स्टेटमा चाहिँ कुन कुन प्रोसेसलाई लैजाने त भन्ने कुरा यहाँ लाग्छ। यहाँ चाहिँ हाम्रो त्यसको लागि हामीले लङ टर्म सेड्युलर युज गर्छौँ। अर्को छ रेडी प्रोसेसबाट अब सिपियुमा चाहिँ एक्चुअल सिपियुमा रन गर्नको लागि कुन सेड्युलर दिने त, यहाँ सर्ट टर्म सेड्युलर युज हुन्छ प्रोसेस सेड्युल अथवा डिस्प्याच गर्नको लागि। अब हामीसँग के हुन्छ भन्दा अर्को टाइपको हामीले चाहिँ प्रोसेस स्टेटमा डिस्कस नगरेको अर्को के हुन्छ भन्दा एउटा हामीसँग सस्पेन्डेड रेडी स्टेटमा पनि हुन्छ एउटा प्रोसेस। र यो सस्पेन्डेड रेडी स्टेटमा चाहिँ के हुन्छ भन्दा यदि कुनै प्रोसेस चाहिँ सस्पेन्डेड रेडीमा छ, यो सस्पेन्ड भएर यहाँ आउँछ हैन। अब यसलाई चाहिँ फेरि रेज्युम गर्यो भने के हुन्छ, यो फेरि ब्याक टु रेडीमा जान्छ। अब यो सस्पेन्डेड रेडीलाई सस्पेन्डेड रेडीलाई चाहिँ रेज्युम गरेर रेडीमा जाँदा पनि हामीलाई यहाँ सेड्युलरको आवश्यक पर्छ। यो सेड्युलर चाहिँ यसलाई के भनिन्छ, यसलाई मिडल टर्म भनिन्छ। मिडल टर्म यहाँ भयो। अब यसरी नै सस्पेन्डेड रेडी भए जस्तै हामीसँग ब्लक्डमा पनि सस्पेन्डेड प्रोसेस हुन सक्छन्, ब्लक्ड सस्पेन्डेड। अब यो ब्लक्ड सस्पेन्डेडमा पनि के हुन्छ, हामीसँग यो कि रेज्युम भएर फेरि वेटिङ अथवा ब्लकमा जाने, अथवा यहाँ यो सस्पेन्ड भएर कुनै पनि वेटिङ अथवा ब्लक स्टेटको प्रोसेस सस्पेन्ड हुन्छ र ब्लक सस्पेन्डेडमा आउँछ र यसलाई पनि फेरि रेज्युम गरेर यो वेटिङ अथवा ब्लकमा लानलाई यहाँ पनि एउटा सेड्युलर चाहिन्छ। यहाँ चाहिँ फेरि मिडल टर्म सेड्युलर हुन्छ। अब हामीले हेऱ्यौँ लङ टर्म चाहिँ न्यूबाट रेडीमा लैजान, सर्ट टर्म चाहिँ रेडी स्टेटबाट रनिङ स्टेटमा लैजान, र हाम्रो मिडल टर्म सेड्युलरहरू चाहिँ कहाँ युज हुन्छ भन्दा एउटा सस्पेन्डेड रेडीबाट रेडीमा लैजान र अर्को ब्लक सस्पेन्डेडबाट वेटिङ अथवा ब्लक स्टेटमा लैजान। यो भयो हाम्रो प्रोसेस स्टेटमा चाहिँ कहाँ चाहिँ हाम्रो सेड्युलरहरू युज हुन्छ भनेर। अब सेड्युलिङ अब सेड्युलर भनेकै के हो, सिएचई सेड्युलरको डेफिनेसन नै लेखौँ। दे आर स्पेशल सिस्टम सफ्टवेयर which handles प्रोसेस सेड्युलिङ। हामी अघिले प्रोसेस सेड्युलिङ भनेको के हो हेऱ्यौँ। अब सेड्युलर भनेको चाहिँ एक्चुअलमा प्रोसेस सेड्युलिङ ह्यान्डल गर्ने एउटा स्पेशल सिस्टम सफ्टवेयर हो इन भेरियस वेज। यसको मेन जिम्मा के हो, देयर मेन टास्क इज टु सेलेक्ट द जब्स टु बी सबमिटेड into the system and to decide which process to run। कुन प्रोसेस चाहिँ अहिले रन गर्ने भन्ने कुरा चाहिँ एक्चुअली यो सेड्युलरको मेन काम हो। यसले के गर्छ, यो एउटा स्पेशल सिस्टम सफ्टवेयर हो जसले हामीले अगाडि हेरेको प्रोसेस सेड्युलिङ भन्ने कुरा चाहिँ यो सेड्युलरले पर्फर्म गर्छ। त्यो चाहिँ भेरियस टाइप्स हुन्छ हैन, भेरियस वेज भनेर चाहिँ त्यो हामीले अगाडिपट्टि के हुन्छ कहाँ हुन्छ भन्ने कुरा नि हेऱ्यौँ। सर्ट टर्म सेड्युलर, लङ टर्म सेड्युलर, मिडल टर्म सेड्युलर, यसको बारेमा हामी यो तिनटैको बारेमा डिटेलमा कुरा गर्छौँ। अहिले सेड्युलर भनेको हेरौँ, त्यो के भयो। त्यसपछि यसको मेन टास्क भनेको के हो हैन, टु सेलेक्ट द जब्स टु बी सबमिटेड, कुन चाहिँ प्रोसेसलाई चाहिँ सिस्टममा दिने अथवा कुन चाहिँ प्रोसेसलाई चाहिँ अहिले रन गर्ने भन्ने कुरा चाहिँ सेड्युलरको डिसाइड गर्ने मेन टास्क हुन्छ। अब हामी सुरुमा डिस्कस गरौँ लङ टर्म सेड्युलरको बारेमा। लङ टर्म सेड्युलरको बारेमा सबै हामी तिनटै टाइपको सेड्युलरको बारेमा थोरै डिस्कस गर्छौँ। ल अब यसको मेन कुरा त के हो, यसले के गर्छ, न्यू स्टेटबाट कहाँ लैजान्छ, रेडी स्टेटमा लैजान्छ। यसलाई हामीले के पनि भन्न सकिन्छ भन्दा न्यू स्टेटमा हुने, जस्तै यहाँ पनि न्यू स्टेटमा प्रोसेसहरू केमा स्टोर हुन्छ,
प्रोसेसहरू क्यूमा स्टोर हुन्छ। रेडी स्टेटमा गएर पनि प्रोसेसहरू कुनै न कुनै एउटा क्यूमा हुन्छ। भन्नुको मतलब यहाँको क्यू न्यू स्टेटको क्यूबाट यसलाई रेडी स्टेटको क्यूमा लैजानु हो, त्यो भनेको जब क्यूबाट रेडी क्यूमा। अब यसले के कुरा कन्ट्रोल गर्छ भन्दा कन्ट्रोल्स द डिग्री अफ मल्टिप्रोग्रामिङ। यो कुरा चाहिँ हाम्रो एमसिक्यूको लागि इम्पोर्टेन्ट हुनसक्छ। यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। लङ टर्म सेड्युलरले के कुरालाई कन्ट्रोल गर्छ? डिग्री अफ मल्टिप्रोग्रामिङलाई कन्ट्रोल गर्छ। अब अर्को छ सर्ट टर्म सेड्युलर। सर्ट टर्म सेड्युलर हाम्रो कहाँ थियो? लङ टर्म सेड्युलर चाहिँ हामीले न्यूबाट रेडीमा भयो। अब एक्चुअल प्रोसेसमा भनेको रनबाट रेडीबाट रनिङमा सेलेक्ट्स वान अफ अल रेडी प्रोसेसेस। सबै रेडी प्रोसेसेसहरूमध्ये एउटा प्रोसेसलाई चाहिँ रनिङ स्टेटमा लैजान्छ यसले। अब एसटिएसले चाहिँ एसटिएस भन्नाले सर्ट टर्म सेड्युलरले चाहिँ के गर्नुपर्छ भन्दा यसको काम भनेको एसटिएस मस्ट select a new process for CPU frequently to avoid starvation. स्टार्भेसन भनेको के हो? भोको बस्नु। सिपियुलाई चाहिँ भोको बस्न दिनु भएन भनेको सिपियुलाई चाहिँ खाली हुन दिनु भएन। सिपियुलाई खाली हुन नदिनुको लागि के गर्नु पर्यो? एसटिएसले फ्रिक्वेन्टली नयाँ प्रोसेस चाहिँ सिपियुलाई दिइराख्नु पर्यो, जसको कारणले गर्दा उसले त्यो सिपियुले त्यो प्रोसेसमा चाहिँ काम गर्न पाओस्, हैन? अब यसले के गर्ने हो खास? पिक्स अप प्रोसेस फ्रम रेडी स्टेटबाट गर्ने भएको भएर यसलाई हामीले रेडी क्यू पनि भन्न सकिन्छौँ। यो चाहिँ फास्टेस्ट अमङ द थ्री। यो तीनटा मध्ये सबैभन्दा फास्टेस्ट टाइप अफ सेड्युलर। हामीले यसलाई स्केचको रूपमा कसरी लेख्न सक्छौँ भन्दा जब क्यू हुन्छ हाम्रो। जब क्यूमा यहाँ बिचमा लङ टर्म सेड्युलर हुन्छ, यसले रेडी क्यूमा लैजान्छ। रेडी क्यूले फेरि यहाँ सर्ट टर्म सेड्युलर लगाएर एक्चुअल सिपियुमा चाहिँ त्यो प्रोसेसलाई पुर्याउँछ। अब हामीसँग छ थर्ड टाइपको हाम्रो सेड्युलर, त्यो छ मिडल टर्म सेड्युलर। अब मिडल टर्म सेड्युलरको बारेमा हेरौँ। यसको खास काम भनेको हामीले अगाडि हेरिसक्यौँ। मिडल टर्म सेड्युलर दुईवटा ठाउँमा काम लागेको थियो। एउटा चाहिँ सस्पेन्डेड रेडी अनि अर्को छ ब्लक सस्पेन्डेड। जहिले पनि के हुन्छ भन्दा ब्लक सस्पेन्डेड र रेडी सस्पेन्डेड भनेको, यो ब्लक सस्पेन्डेड र सस्पेन्डेड रेडी भनेको यो दुईवटा प्रोसेसहरू चाहिँ जहिले पनि यिनीहरू डिस्कमा हुन्छ। र यो मिडल टर्म सेड्युलरले गर्ने काम नै के हो भन्दा कुनै पनि प्रोसेसलाई रेस्पोन्सिबल फर मुभिङ अ प्रोसेस फ्रम मेमोरी टु डिस्क। अनि यसको अर्को कुरा के हामीले याद गर्नुपर्छ? रिड्युसेस दि डिग्री अफ मल्टिप्रोग्रामिङ। अघिको केसमा हाम्रो मल्टिप्रोग्रामिङको डिग्री बढाउँथ्यो भने सर्ट टर्म सेड्युलरले डिग्री अफ मल्टिप्रोग्रामिङ चाहिँ मिडल टर्म सेड्युलरले गराउन सक्छ, हैन? अब यसको बारेमा अलिकति थोरै फर्दर मिडल टर्म सेड्युलरको बारेमा म थोरै कुरा लेख्छु अनि त्यसपछि फेरि डिस्कस गरौँ होला है त। running process may become suspended if it makes an IO request। भनेको कुनै पनि एउटा प्रोसेस चाहिँ सस्पेन्डेड स्टेटमा कुन बेलामा जान्छ भन्दा जब त्यो प्रोसेसलाई कुनै पनि एउटा आइओ रिक्वेस्ट गर्छ। अब सस्पेन्डेड प्रोसेस क्यान नट मेक एनी प्रोग्रेस टुवर्ड्स कम्प्लिसन। अब कुनै पनि एउटा प्रोसेस चाहिँ सस्पेन्डेड छ भने
त्यो प्रोसेसलाई त आइओ रिक्वेस्ट चाहिरहेछ, त्यही भएर त्यो चाहिँ कम्प्लिट हुन पाउँदैन। अब कम्प्लिट हुन नपाएपछि इन दिस कन्डिसन टु रिमुभ द प्रोसेस, अब त त्यो प्रोसेसलाई चाहिँ हामीले मेमोरीबाट निकाल्नु पऱ्यो। फ्रम मेमोरी किन निकाल्ने भन्दा यो प्रोसेसले त ठाउँ मात्रै गरिरहेछ, यो प्रोसेस कम्प्लिट पनि हुन पाउँदैन किनकि यसले आइओ रिक्वेस्ट गरिरहेछ। अब यसलाई त हामीले के गर्नु पऱ्यो, मेमोरीबाट निकाल्नु पऱ्यो। अब मेमोरीबाट निकालेर द प्रोसेस फ्रम मेमोरी होइन, एन्ड किन निकाल्ने, मेक स्पेस, किनकि अरू प्रोसेसलाई चाहिँ हामीले मेमोरीमा ल्याउनु पाइयोस्। टु मेक स्पेस फर अदर प्रोसेस, अब हामीले के गर्छौँ, द सस्पेन्डेड प्रोसेसलाई चाहिँ सस्पेन्डेड प्रोसेस इज मुभ्ड टु द सेकेन्डरी स्टोरेज। हामीले के गर्यौँ, सेकेन्डरी स्टोरेजमा चाहिँ जुन चाहिँले आइओ रिक्वेस्ट गरिरहेको थियो, यो आइओ रिक्वेस्ट गर्नेलाई हामीले के गर्यौँ, सेकेन्डरी स्टोरेजमा मुभ गरिदिउँ। यो प्रोसेसलाई के भनिन्छ, दिस प्रोसेस इज कल्ड स्वापिङ हो। यो कुरा नै हाम्रो मिडल टर्म सेड्युलरले गर्छ। यसरी हामीले तीनटा टाइप अफ सेड्युलर हेऱ्यौँ, सर्ट टर्म सेड्युलर, लङ टर्म सेड्युलर र मिडल टर्म सेड्युलर। यो सेड्युलिङको कन्सेप्टहरू एलटीएस एमटीएस र एसटीएस चाहिँ हाम्रो प्रोसेस स्टेट्सहरूको कन्टेक्स्टमा कहाँ कहाँ आउँछ भनेर पनि हामीले डिस्कस गऱ्यौँ। एउटा न्यूबाट रेडीमा जाँदा, एउटा रेडीबाट रनिङमा जाँदा, र अर्को मिडल टर्म सेड्युलर भनेको चाहिँ मेनली डिस्क टु मेन मेमोरी टु डिस्क हो। मेन मेमोरीबाट कुनै पनि प्रोसेसलाई हामीले डिस्कमा लैजान्छौँ भने त्यो प्रोसेसको स्टेट चाहिँ रेडीबाट सस्पेन्डेड रेडी अथवा वेटिङ अथवा ब्लकबाट ब्लक सस्पेन्डेडमा। यो भयो सेड्युलिङ। हस्, धन्यवाद।